नमस्कार। कार्यक्रम दैनिक थोक मूल्य विवरणमा स्वागत छ। म राजा रामढङ्गोल। सदाझैँ आज पनि कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको ताजा तरकारी तथा फलफुलहरूको थोक मूल्य विवरण लिएर उपस्थित भइसकेको छु। तपाईँ दैनिक थोक मूल्य विवरण कृषि रेडियो 101.5 मेगाहर्जमा हरेक दिन बिहान 9:15 बजे र बेलुका 6:15 बजे सुन्न सक्नुहुन्छ भने तपाईँले चाहेको समयमा हाम्रो फेसबुक पेज र टोलटोलको खबर युट्युब च्यानलका साथै विभिन्न सामाजिक सञ्जालबाट पनि एकैसाथ हेर्न र सुन्न सक्नुहुन्छ। आउनुहोस् लागौँ आजको ताजा तरकारी तथा फलफुलहरूको थोक मूल्य विवरणतर्फ। गोलभेडा सानो तराई प्रति किलो 20 देखि 25 रुपियाँसम्म, आलु रातो प्रति किलो 30 देखि 35 रुपियाँसम्म, आलु रातो भारतीय प्रति किलो 35 देखि 40 रुपियाँसम्म, प्याज सुकेको भारतीय प्रति किलो 43 देखि 45 रुपियाँसम्म, गाजर लोकल प्रति किलो 25 देखि 35 रुपियाँसम्म, गाजर तराई प्रति किलो 20 देखि 30 रुपियाँसम्म, बन्दा लोकल प्रति किलो 10 देखि 15 रुपियाँसम्म, बन्दा तराई प्रति किलो 8 देखि 12 रुपियाँसम्म, बन्दा नरिवल प्रति किलो 15 देखि 20 रुपियाँसम्म, काउली स्थानीय प्रति किलो 30 देखि 40 रुपियाँसम्म, स्थानीय काउली ज्यापो प्रति किलो 30 देखि 40 रुपियाँसम्म, मुला रातो प्रति किलो 35 देखि 45 रुपियाँसम्म, मुला सेतो लोकल प्रति किलो 15 देखि 20 रुपियाँसम्म, सेतो मुला हाइब्रिड प्रति किलो 20 देखि 30 रुपियाँसम्म, भन्टा लाम्सो प्रति किलो 30 देखि 40 रुपियाँसम्म, भन्टा डल्लो प्रति किलो 35 देखि 45 रुपियाँसम्म, तने बोडी प्रति किलो 80 देखि 90 रुपियाँसम्म, मटर कुसा प्रति किलो 70 देखि 80 रुपियाँसम्म, घिउसिमी लोकल प्रति किलो 80 देखि 90 रुपियाँसम्म, घिउसिमी हाइब्रिड प्रति किलो 80 देखि 90 रुपियाँसम्म, घिउसिमी राजमा प्रति किलो 70 देखि 80 रुपियाँसम्म, टाटेसिमी प्रति किलो 60 देखि 70 रुपियाँसम्म, तितो करेला प्रति किलो 80 देखि 90 रुपियाँसम्म, लौका प्रति किलो 30 देखि 40 रुपियाँसम्म, परवल लोकल प्रति किलो 80 देखि 90 रुपियाँसम्म, चिचिन्डो प्रति किलो 70 देखि 80 रुपियाँसम्म, घिरौँला प्रति किलो 60 देखि 70 रुपियाँसम्म, झिगुनी प्रति किलो 70 देखि 80 रुपियाँसम्म, फर्सी पाकेको प्रति किलो 40 देखि 50 रुपियाँसम्म, फर्सी हरियो लाम्से प्रति किलो 20 देखि 40 रुपियाँसम्म, हरियो फर्सी डल्ले प्रति किलो 20 देखि 40 रुपियाँसम्म, सलगम प्रति किलो 60 देखि 70 रुपियाँसम्म, भेडी प्रति किलो 100 देखि 110 रुपियाँसम्म, सक्खरखण्ड प्रति किलो 60 देखि 70 रुपियाँसम्म, बरेला प्रति किलो 30 देखि 40 रुपियाँसम्म, पिँडालु प्रति किलो 80 देखि 90 रुपियाँसम्म, इस्कुस प्रति किलो 30 देखि 40 रुपियाँसम्म, राईको साग प्रति किलो 60 देखि 80 रुपियाँसम्म, पालङको साग प्रति किलो 70 देखि 80 रुपियाँसम्म, चम्सुरको साग प्रति किलो 90 देखि 100 रुपियाँसम्म, तोरीको साग प्रति किलो 50 देखि 60 रुपियाँसम्म, मेथीको साग प्रति किलो 80 देखि 100 रुपियाँसम्म, प्याज हरियो प्रति किलो 40 देखि 50 रुपियाँसम्म, बकुला प्रति किलो 40 देखि 50 रुपियाँसम्म, तरुल प्रति किलो 100 देखि 120 रुपियाँसम्म, च्याउ कन्या प्रति किलो 160 देखि 200 रुपियाँसम्म, च्याउ डल्ले प्रति किलो 250 देखि 300 रुपियाँसम्म, कुरिलो प्रति किलो 300 देखि 600 रुपियाँसम्म, न्युरो प्रति किलो 70 देखि 80 रुपियाँसम्म, ब्रोकाउली प्रति किलो 60 देखि 70 रुपियाँसम्म, चुकुन्दर प्रति किलो 50 देखि 60 रुपियाँसम्म, सज्युन प्रति किलो 150 देखि 180 रुपियाँसम्म, कोइरालो प्रति किलो 200 देखि 220 रुपियाँसम्म, रातो बन्दा प्रति किलो 35 देखि 45 रुपियाँसम्म, जिरेको साग प्रति किलो 50 देखि 65 रुपियाँसम्म, ग्याँठगोपी प्रति किलो 55 देखि 65 रुपियाँसम्म, सेलरी प्रति किलो 100 देखि 200 रुपियाँसम्म, पार्सले प्रति किलो 250 देखि 300 रुपियाँसम्म, सुपको साग प्रति किलो 80 देखि 90 रुपियाँसम्म, पुदिना प्रति किलो 250 देखि 350 रुपियाँसम्म, घान्टे मुला प्रति किलो 50 देखि 60 रुपियाँसम्म, इमली प्रति किलो 160 देखि 170 रुपियाँसम्म, तामा प्रति किलो 90 देखि 100 रुपियाँसम्म, तोफु प्रति किलो 110 देखि 120 रुपियाँसम्म, गुन्द्रुक प्रति किलो 300 देखि 350 रुपियाँसम्म, स्याउ झोले प्रति किलो 230 देखि 250 रुपियाँसम्म, स्याउ फुजी प्रति किलो 300 देखि 350 रुपियाँसम्म, केरा दर्जन 140 देखि 160 रुपियाँसम्म, कागती प्रति किलो 270 देखि 280 रुपियाँसम्म, अनार प्रति किलो 300 देखि 350 रुपियाँसम्म, अंगुर हरियो प्रति किलो 180 देखि 200 रुपियाँसम्म, अंगुर कालो प्रति किलो 230 देखि 250 रुपियाँसम्म, सुन्तला भारतीय प्रति किलो 120 देखि 150 रुपियाँसम्म, तरबुजा हरियो प्रति किलो 60 देखि 70 रुपियाँसम्म, मौसम प्रति किलो 180 देखि 200 रुपियाँसम्म, जुनार प्रति किलो 180 देखि 200 रुपियाँसम्म, भुइँकटर प्रति गोटा 180 देखि 200 रुपियाँसम्म, काँक्रो लोकल प्रति किलो 110 देखि 120 रुपियाँसम्म, काँक्रो हाइब्रिड प्रति किलो 70 देखि 80 रुपियाँसम्म, रुख कटहर प्रति किलो 110 देखि 120 रुपियाँसम्म,
निबुवा प्रति किलो 40 देखि 50 रुपियाँसम्म, नास्पाती चाइनिज प्रति किलो 240 देखि 260 रुपियाँसम्म, मेवा नेपाली प्रति किलो 40 देखि 50 रुपियाँसम्म, मेवा भारतीय प्रति किलो 100 देखि 120 रुपियाँसम्म, अम्बा प्रति किलो 100 देखि 120 रुपियाँसम्म, लप्सी प्रति किलो 90 देखि 100 रुपियाँसम्म, उखु प्रति उटा 80 देखि 100 रुपियाँसम्म, स्ट्रबेरी भई ऐसेलु प्रति किलो 200 देखि 250 रुपियाँसम्म, किवी प्रति किलो 400 देखि 450 रुपियाँसम्म, अभोकाडो प्रति किलो 600 देखि 650 रुपियाँसम्म, अमला प्रति किलो 120 देखि 130 रुपियाँसम्म, खुर्सानी सुकेको प्रति किलो 350 देखि 400 रुपियाँसम्म, खुर्सानी हरियो प्रति किलो 70 देखि 80 रुपियाँसम्म, खुर्सानी हरियो बुलेट प्रति किलो 50 देखि 60 रुपियाँसम्म, खुर्सानी हरियो माछे प्रति किलो 60 देखि 70 रुपियाँसम्म, खुर्सानी हरियो अकबरे प्रति किलो 200 देखि 250 रुपियाँसम्म, भेडी खुर्सानी प्रति किलो 80 देखि 90 रुपियाँसम्म, लसुन हरियो प्रति किलो 80 देखि 90 रुपियाँसम्म, हरियो धनिया प्रति किलो 170 देखि 180 रुपियाँसम्म, लसुन सुकेको चाइनिज प्रति किलो 300 देखि 320 रुपियाँसम्म, लसुन सुकेको नेपाली प्रति किलो 280 देखि 300 रुपियाँसम्म, ताजा माछा रहु प्रति किलो 300 देखि 320 रुपियाँसम्म, ताजा माछा बसुवा प्रति किलो 240 देखि 260 रुपियाँसम्म, ताजा माछा छडी प्रति किलो 220 देखि 240 रुपियाँसम्म, रुख टमाटर प्रति किलो 120 देखि 140 रुपियाँसम्म, राजा च्याउ प्रति किलो 280 देखि 300 रुपियाँसम्म, सितके च्याउ प्रति किलो 700 देखि 800 रुपियाँसम्म रहेको छ। ताजा तरकारी तथा फलफुलहरूको थोक मूल्य विवरणसँगै आजको लागि कार्यक्रम दैनिक थोक मूल्य विवरणबाट म राजाराम पनि बिदा हुन्छु। भोलि अर्को नयाँ अङ्कमा भेटिनेछौँ। हवस् त, नमस्ते।